अबको 1.5 महिना चाहिँ हाम्रो नेपालमा होइन सबै बिजी हुन्छ, सबैले जागिर पाउँछ। किनभने अब चुनाव आयो होइन, चुनावको लागि कोही म्यादी भिड्छन् होइन, म्यादीमा 1 महिना पाइहाल्छ। कोही नेताको झोला बनेर अब होइन खाना मिठो मिठो पाइहाल्छ, पेट्रोल तेल मोबाइल सोबाइल सबै पाइहाल्छ। अनि तर हामीले सोच्ने बेला आएको छ है योपल्ट चाहिँ होइन, जेनजीहरूले यत्रो सङ्घर्ष गरेर होइन कतिजनाले ज्यान गुमाएर चाहिँ होइन यो चुनाव हुँदैछ भन्ने कुरा चाहिँ हामीले दिमागमा राख्नुपर्ने हुन्छ। सो तपाईँहरूले पनि होइन जो अब झोले हुनुहुन्छ होइन, नेताको पछाडि लाग्नुहुन्छ, अलिकति बुझ्नुपर्छ है। यो पालिको चुनाव अरू बेलाको जस्तो भन्दा पनि एकदम इम्पोर्टेन्ट म चाहिँ मान्छु। किनभने यत्रो होइन जेनजीहरूले चाहिँ बलिदान दिएको छ, साना भाइ बहिनीहरूले होइन, त्यसलाई बुझेर चाहिँ हामीले चुनावमा भोट हाल्दा चाहिँ यसपालि मत परिवर्तन गर्नुपर्ने हुन्छ है। म चाहिँ त्यही भन्छु, मेरो मनमा लागेको कुरा मैले भनिहालेँ। तपाईँको विचारमा के छ ल मलाई पनि सुनाउनुहोस् त। म यो भिडियो तुरुन्तै बनाएर यहाँ अहिले मैले हालिदिइसकेको छु, तपाईँको विचार पनि सुनौँ ल। तपाईँहरू समक्ष मेरो भिडियो पुगेछ भने है, पुगेन भने त अब के गर्नु, म एक्लै करायो दक्षिणा हरायो भने जस्तो। ल बाई गाइस।